जेमेसी Gospel of Luke chapter 22 verse 19 to 20 लाई हामी हेर्नेछौँ। अन्तिम भोज एट लास्ट सपर, अन्तिम भोजमा जिजस क्राइस्टले 12 जना चेलाहरूसँग भोज शेयर गर्न लाग्नु भएको थियो। अनि उहाँले रोटी लिएर धन्यवाद दिएर तोड्नु भएको छ अनि भन्नुभएको छ, यो मेरो शरीर हो, तिमीहरू लिय भनेको छ। एन्ड देन ही टुक वाइन एन्ड ही शेयर्ड विथ हिज डिसाइपल्स सेइङ, यो मेरो रगत हो भनेर। अनि he established what was now remember as Holy Communion. Well, अनि यो कुरा उहाँले गर्दै गर्दाखेरि धेरै कुराहरू बताउन लागिराख्नु भएको थियो। इट वाज द मोमेन्ट अफ लभ, प्रेम, स्याक्रिफाइस एन्ड प्रिपरेसन। उहाँको क्रुसिफिकेसन हुनुभन्दा अगाडि यो कुराहरू गर्नु अनिवार्य थियो। अनि त्यति बेला जिजस क्राइस्टले चेलाहरूको खुट्टा यसरी निहुरिकिन धोको कुरा हामी बाइबलमा रेकर्ड भएको देख्दछौँ। इन अ सकिङ एक्ट अफ ह्युमिलिटी जिजस क्राइस्टले 12 जना चेलाको खुट्टा धुनु भनेको मामुली कुरा होइन। बिकज एट द्याट गिभन पोइन्ट अफ टाइम जुडास इस्क्यारियट, जसले चाहिँ येशू ख्रिस्टलाई धोका दिन लगिरहेको थियो, जिजस क्राइस्टलाई यो कुरो थाहा थियो र पनि जिजस क्राइस्टले जुडास इस्क्यारियटको खुट्टा धोएको छ। एट द्याट टाइम खुट्टा धुनु भनेको चाहिँ त्यो चाहिँ दासहरूको काम थियो, सर्भेन्टहरूको काम थियो, बट जिजस डिड इट विथ लभ। अनि आजको दिन यो कुराले के जनाउँछ भन्दाखेरि नम्रता, हामीले आफैलाई सानो बनाउनु पर्छ, सेवाको भाव, अरूको सेवा गर्नुपर्छ, प्रेम, जसले हामीलाई चोट पुर्याउँछन् तिनीहरूलाई पनि प्रेम गर्नुपर्छ। अनि यसुले यही कुराहरू बताइराख्नु भएको थियो त्यो समयमा। द्याट्स वाइ यसुले देखाउनु भयो कि साँचो महानता शक्ति वा पदमा होइन तर सेवामा हुन्छ। जो महान हुन चाहन्छ ऊ सेवक बनोस् भनेर परमेश्वरको ग्रेट मेसेज थियो। गॉड ब्लेस यू ऑल।